जाममा पर्यो गाइस जाममा गाइस आज चाहिँ हामी चक्लेट किन्न हाम्रो आज चक्लेट हिँड्दै चक्लेट किन्न हिँडेको छौँ कहाँ कहाँ अफर लागेको छ आज हामी चक्लेटको लागि कहाँ कहाँ पुग्छौँ आज तपाईँहरूलाई हामी देखाउँदैछौँ कहाँ कहाँ अलिकति सस्तो सस्तो चक्लेट पाउँछ भनेर हामी खोज्दैछौँ है सर आज हाम्रो मिसन चक्लेटको ल गाइस हामी टक्कसँगले कहाँ आइपुग्यौँ युरो स्पिनमा आइपुग्यौँ युरो स्पिनमा हेर्छौँ अब हामी के कस्तो छ त्यस पछाडि फेरि हामी अर्को कता हुन्छ लाग्नेछौँ गाइस हामी छिरिसकेका छौँ है यो रेस्टुरेन्टभित्र यो रेस्टुरेन्ट जस्तो छ सब बबाल पहिला म त छिरेको थिएन छैन हाम्रो माथि बस्ने काम छ भने हैन को माथि बस्ने के त्यो कपाल गाउ के नबोल्ने कहाँ युरो स्पिन आउँदा त
स्मार्ट स्मार्टमा हो नि स्मार्ट हो कि हाँ स्मार्टमा हो नि ल गाइज फलफुलहरू के लिनुहुन्छ तपाईँहरू बबाल छ प्राइजहरू यहाँ छ ल गाइज हेर्नु है कोपीहरू पनि यस्तो आउँछ ल हेर्नु है कलरको कोपीहरू छ है भेराइटीको यो त कलर गरेको हो कि यस्तै हो यस्तै फल्छ ओहो यो पनि दामी छ त हेर्नु दामी छ यार स्पिनिच हो त होइन नि स्पिनिच हो नि कस्तो ल हेरौँ है यता दामी छ ल भेजिटेबलहरूको लागि दामी रहेछ बन्दा ल हेर्नु है रेड क्याबेज यस्तो छ रेड चाइनिज क्याबेज पनि रहेछ यो सब फुड एन्ड भेजिटेबल सब बवाल छ हो ल वाइनहरू टक्कसँगले यहाँ रहेछ खोइ त हामी लिन आएको चिज चाहिँ कहाँ छ त हाम्रो सामान चाहिँ कता छ त यो सबै क्रोसनहरू रहेछ यता होइन हेलो गाइस यतापट्टि चाहिँ गिफ्ट ह्याम्परहरू रहेछ गिफ्ट ह्याम्परहरू यो सब क्रिसमस आइटमहरू होला यता त लडिसकेको रहेछ त हो ल अन्डा जस्तो चक्लेट पनि यहाँ रहेछ अन्डा चक्लेट यो चाहिँ कति दामको रहेछ हो त्यो 200 ग्रामको रहेछ 200 ग्रामको रहेछ हो त्यो चाहिँ चक्लेटहरू त रहेछ अलिअलि तर प्राइस कति भन्ने चाहिँ थाहै भएन भेटाएन के गर्ने त कति बोक्यो त यति यो त स्टार्टिङ हो नि भर्खर स्टार्टिङ भएछ गाइस यो भनेको प्रोमो हो अब बिस्तारै हेर्दै जानुपर्छ कता कता के पाइन्छ ल लाइनमा बस्नु न त गइहालौँ लाइन धेरै लामो छ गाइस हामी चाहिँ आफै पे गर्ने हो सेल्फ चेकआउट गर्ने हो यो त हो हानु न स्टार्ट गर्नु यसरी हो गाइस $139 भयो प्रोसिड विथ पेमेन्ट ब्याग चाहिन्छ कि चाहिँदैन चाहिँदैन कन्टिन्यू क्रेडिट कार्ड जस्ट अ मिनट के हो अब दाइको पालो
मैले पेमेन्ट गरिसकेँ अब दाइले हेर्दै हुनुहुन्छ नलाइन त छ हानु न हानु एउटा त भएन नि आफै खानुपर्छ ₹1.19 त रहेछ हुन्थ्यो खुसी proceed card NFC अब टक्कसँग त्यहाँ ट्याप गरेपछि पैसा तिर्यो अब बिल यहाँबाट त्यो एप्रुभ भएको च्यात्नु द्याट्स इट ल गाइज हाम्रो यहाँको मिसन चाहिँ कम्प्लिट भयो अब यसलाई लगेर यहाँ स्क्यान गर्नुपर्छ टक्कसँगले गेट खुल्छ अब यति हो गाइज फेरि लाग्छ यसो देखाउनु न हो त्यो क्युआर देखाउनु न त्यहाँ सक्यो गाइज यहाँ हामीले 2-3वटा प्याकेट मात्रै किन्यौँ युरो स्पिनबाट अब हेरौँ कहाँ जाइन्छ